नेप्सेमा सामान्य सुधार, फाइनान्स कम्पनीमा चाप। सोमबार शेयर बजार सामान्य बढेको छ। आज नेप्से परिसूचक 6.74 अङ्कले बढेर बन्द भएको छ। बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजार अन्तिम समयमा खरिदकर्ता हावी भएपछि बजार बढेको हो। आज नेप्से 0.25% ले बढेर परिसूचक 2601.61 बिन्दुमा पुगेको छ। आज दिनभरमा 3 अरब 44 करोड 19 लाख रुपैयाँ बराबरको 77,97,625 किता शेयर कारोबार भएको छ। बजार बन्द हुनुभन्दा अगाडि 155 वटा कम्पनीको शेयर मूल्य बढेको छ भने 54 वटा कम्पनीको शेयर मूल्य घटेको छ। 10 वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। दिनभरमा 329 वटा कम्पनीको कारोबारमा आउँदा 56,122 पटक शेयर किनबेच भएको छ। आज 2 वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 13 समूह मध्ये होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फन्ड र अन्य समूह घटेको छ। बाँकी अरू समूह बढेको छ। आज सबैभन्दा बढी फाइनान्स समूह 0.90% ले बढेको छ भने सबैभन्दा बढी अन्य समूह 0.17% ले घटेको छ।